साथीहरु ठ्याक्क 6:01 भएको छ हैन। यहाँनिर भास्को डिगामा स्टेसनमा पुगिसकेको छु म। भास्को शहरमा सिटीमा पुगिसके। ठ्याक्क बिहानको 6 बजे पुगे म। अब एकछिन यहाँनिर रेस्ट गर्छु। अलि राम्ररी उज्यालो भयो भने अनि होटलतिर जान्छु। होटलको चेक इन त अब लगभग 11-12 बजेतिर नै हुन्छ होला। अनि केही नास्ताहरू गरेर अनि त्यसपछि तपाईहरुलाई शहरहरू घुमाउँछु नजिकै हैन। के हुन्छ अब देखाउँछु। एकछिन यहाँ रेस्ट गर्छु। अलि राम्ररी उज्यालो हुन दिन्छु। त्यसपछि शहरतिर निस्किन्छु। करिब 6:55 भएको छ हैन। अब लगभग 1 घण्टा जति यहाँनिर रेस्ट गरेँ म। फ्रेस पनि भए। अब सुरुमा होटल खोज्छु। होटल बुकिङ छैन मेरो। सुरुमा होटल लिन्छु अनि होटलमा सामान राखेर अनि मज्जाले घुम्न निस्किन्छु। फर्स्टमा अब होटल खोज्न जानु पर्यो। अनलाइनमा एउटा हेरेको छु। नजिकै छ यहाँबाट लगभग 1 किलोमिटर जति होला। धेरै पनि छैन, 1 किलोमिटर जति छ। फर्स्टमा त्यहाँ जान्छु अनि होटल बुक गरेर सामानहरू राखेर अनि घुम्न निस्किन्छु। अहिले बिहानको 7 बजेको छ। यस्तो देखिरहेछ गोवाको ठाउँ। जाम है त गोवा एक्सप्लोर गरौँ। बाँकी कुरा अब अगाडि बाटोमा गर्नेछौँ है त। स्टेसनबाट बाहिर निस्किसकेको छु साथीहरू। ठ्याक्कै यहाँबाट अलिकति यतातिर थियो स्टेसन हैन। अहिले म यो गोवाको भास्को सिटीको रोडमा छु हैन। एकदम बिहानको 7 बजेको छ। एकदम शान्त छ हैन। रोडहरू एकदम खाली र दामी छ। मौसम पनि एकदम चिसो टाइपको छ। हल्का चिसो छ हैन। अब फर्स्टमा होटलतिर गइरहेको छु म। नजिकै छ यहाँबाट। एकदम शान्त सहर। हरियाली पनि छ। साइडमा बोट बिरुवाहरू पनि छन्। हाम्रोतिर चैतको 17-18 गते भयो है। त्यहाँनिर आँपहरू एकदम सानो छन्। यहाँ चाहिँ यत्रो ठुल्ठुलो भइसकेको रहेछ क्या आँपहरू हेर्नु त। एकदमै ठुलो एकदम शान्त रोड छ। बेलुकातिर त खतरा चहलपहल हुन्छ होला दिउँसोतिर। अहिले चाहिँ पुरै एकदम शान्त छ। मैले अनलाइन हेरेको होटल पनि यही नजिकै पुगिसकेको।